झामझाम चाँडो हिँड्नु भएको मुला भोटे आउँदाखेरि यसरी हामीले चाहिँ अब यति मुला लिएर हिँड्यौँ है। कालोले खोइ कति चोर्यो त्यो पनि लिएर हिँड्नु नि एउटा। कोरियामा अब खेतीपातीको काम चाहिँ यस्तैमा हुन्छ कि उहाँ अब अहिले के ट्र्याक्टरले जोत्दैछ त्यही ऊ एउटाले चाहिँ उहाँ बिसादी छरी क्या ऊ त्यहाँ होइन त्यो एउटाले बिसादी छर्दैछ। अनि उता यहाँबाट अब मारतिर अब जाँदा पनि अब ट्याक्सीले अब 20 मिनट 25 मिनट जति लाग्छ। भाडा अब 3-4 हजार नेपाली। कालो कोरिया र मुला चोरको एक्सपिरियन्स चाहिँ कस्तो भयो? मुला चोर्दा चाहिँ कस्तो फिल हुन्छ? मुला चोर्दा अब रजिलो फिल भयो। तिमीले अब मुला चोरे खाओला नि त नेपालमा पनि त्यस्तो भयो कि भएन? शिवरात्रिमा मुला चोर्न जाने अनि आलु चोरेर अनि पोलेर खाने। हिँड्दा हिँड्दै अब भोटे आएको कि त्यहाँ चाहिँ होइन हामीले मुला लिएर हिँड्दै थियौँ। अनि त्यहाँपछि उताबाट त भोटे आइसक्यो अरे अनि हामी त टाप दुक्रा दुकुर भन्थ्यो नि एकैछिन त। काले भाइको यहाँ मुटुले कति आनु धड्कन नेपाल फर्किन्छ कि यहाँनिर। त्यहाँमा एग्रिकल्चरको काम भनेको चाहिँ यस्तै हो है गाई। भोटे हुन् कि विदेशी हुन् लाग्थ्यो मलाई लागेको थियो। कम्पनी अब सहर ठाउँमा होला ठुल्ठुला कम्पनी होला अब बसेर काम गर्ने होला त्यस्तै सोच थियो मेरो। तर यहाँ आएपछि पुरै फरक बुझौँ न। पुरै नेगेटिभ पुरै फरक पुरै उल्टो 100%। पहिला चाहिँ होइन कोरियनहरूले चाहिँ अब कुकुरको मासु पनि खान्थे अरे के। अब अहिले चाहिँ अब फुलमा बनाइदिएको छ होइन इलिगल बनाइदिएको छ। पहिला चाहिँ खान्थे अरे अहिले पनि अब भोटेहरूले चाहिँ अब लुकी छुपी चाहिँ खान्छन् अरे के। हेलो गाइज वेलकम टु माई न्यू भ्लग होइन। आज पनि म अब नयाँ भ्लग लिएर उपस्थित भइसकेको छु होइन। म र अनि मसित छ अर्को हाम्रो काले भाइ त चिन्नुभएकै होला। अब आज चाहिँ अब म के देखाउन जाँदैछु भने अब हाम्रो कम्पनीमा चाहिँ कस्तो ठाउँमा छ र अब कम्पनी बाहिरको कुराहरू के अब हुन्छ नि। अब कस्तो छ त कम्पनी बाहिर। अब कुनै चाहिँ अब कतिजनाले मलाई चाहिँ सुन्नुभएको थियो होइन। अब कोरियामा चाहिँ अब एग्रिकल्चरको काम चाहिँ कस्तो हुन्छ। अनि त्यहाँ पछि अब एग्रिकल्चरको नि अब बङ्गुर फार्म र अब गाई फार्मको त अब छुट्टै भयो होइन। एग्रिकल्चरको पनि अब कुनैको अब यता के खेतीपातीतिर चाहिँ कस्तो हुन्छ। अब कुनै चाहिँ अब त्यो मसरुम खेतीमा होइन कुनै स्ट्रबेरी खेतीमा पर्न सक्नुहुन्छ भने कुनै चाहिँ अब यस्तै मुलाबारी यताउति हुन्छ नि त्यस्तै उसमा अब किवी खेती त्यस्तै हुने हो होइन। आज चाहिँ म अब कोरियामा चाहिँ अब कस्तो हुन्छ त कोरियाको अब खेतीपातीको काम भनेर म देखाउँछु है त आज। अनि त्यहाँपछि चाहिँ अब कस्तो छ त हाम्रो कम्पनीको वरिपरि। हाम्रो चाहिँ सबै जङ्गल हो है यहाँबाट सबै यो कम्पनी नै सबै जङ्गलले घेरी छ। अनि हाम्रो चाहिँ अब ठाउँ पनि छेजुदो हो। छेजुदोको अब लास्टै विकट एरिया के जस्तै नेपालको हुम्ला जस्तै अब यो पनि कोरियाको अब हुम्ला जुम्ला नै हो कि एउटा। अनि त्यसपछि अब हामी यहाँबाट अब पब्लिक ट्रान्सपोर्ट पनि अब कस्तो अनि अब सार्वजनिक यातायात पनि अब ठुलो बसहरू चाहिँ यहाँसम्म आउँदैन है। हामी चाहिँ अब यहाँबाट बस चढ्न पनि अब बस लागिराख्ने ठाउँ जान पनि हामी ट्याक्सी चढेर करिब 20 मिनटको ट्याक्सी चढेर जानुपर्छ कि त्यस्तो छ होइन। हामी चाहिँ अलि विकट एरियामा छौँ हो कि कालु भाइ। त कालु भाइ यो कालु भाइ चाहिँ हाम्रो अब भर्खर नयाँ आएको मान्छे हो। कालु भाइको एक्सपिरियन्स भनौँ है त। ल तिमीलाई कस्तो लाग्यो त कोरियाको माहौल? अब यहाँको अब अनौठै लाग्यो। अब यहाँबाट अब मारतिर अब जाँदा पनि अब ट्याक्सीले अब 20 मिनट 25 मिनट जति लाग्छ। भाडा अब 3-4 हजार नेपाली त्यस्तै हो। यहाँबाट माट धेरै टाढा छ। यो कम्पनी भनौँ न अब पुरै जङ्गलले घेरिएको छ। जङ्गल सबै जङ्गल हो वरिपरि। यहाँ जङ्गल होइन गाई छ नि यता जङ्गल उता जङ्गल होइन। अलि उता गएपछि मसान घाट छ कि त्यहाँ मसान घाट अलि माथि गयो एउटा मसान घाट होइन त्यस्तो छ कि अब हामीलाई त मसान घाट भनेपछि नेपालीहरूलाई त डर लागिहाल्ने भयो अभियसली नै होइन। अब त्यहाँ पनि अब हामी आज चाहिँ अब यसो अब बाहिरको अब नेचरहरू यसो अब क्याप्चर गरौँ भनेर अब कति बस्छ रुममा बस्दै अब सुत्दै चाक दुखिसक्यो काले भाइको हो कि होइन। त्यही भएर हामी चाहिँ अब हिँड्दैछौँ होइन। अब हामी चाहिँ अब टाढो घुमेर अनि त्यहाँ बारीसारी हेर्दै जाऊँ है त के छ है त। ल है गाई ल जाऊँ आऊ कहाँ जाने यो। ल हामी चाहिँ हिँडिसक्यौँ हिँडै जाऊँ हिँड्यौँ। अब उता जाने भने अब टाइम लाग्छ अनि हामी चाहिँ अब यता चोर बाटो हुँदै जाँदैछौँ। हामी चाहिँ अब यहाँबाट जान्छौँ होइन हेर्दै जाऊँ। अब यहाँ त रहेछ है गाई चाहिँ हामीसित कुकुर पनि आएको छ है।
पहिला चाहिँ होइन कोरियनहरूले चाहिँ अब कुकुरको मासु पनि खान्थे अरे के अब अहिले चाहिँ अब फुलमा बनाइदिएको छ होइन इलिगल बनाइदिएको छ पहिला चाहिँ खान्थे अरे अहिले पनि अब भोटेहरूले चाहिँ अब लुकी छुपी चाहिँ खान्छन् अरे के अब हामीसित काम गर्ने भोटेहरूले चाहिँ के भन्दै थियो भने अब यस्तरी देखिन तरिकाले खान त पाइन्न होइन तर चाहिँ खान चाहिँ खान्छन् अझ पनि भन्दै थियो त्यही हो अनि त्यहाँपछि अब यहाँ कोरियामा चाहिँ पहिला चाहिँ कुकुरको मासु चाहिँ साह्रै महँगो हो त्यही भएर कुकुरको अब कोरियामा चाहिँ अब कुकुरको मासु चाहिँ अब पहिला लिगल हुँदा पनि साह्रै महँगो थियो अरे कि अब कति भोटेहरूले चाहिँ अब यो फार्मिङ पनि गर्थे कि होइन अब कुकुरको फर्महरू यताउति पालन पनि गर्थे अरे होइन अनि त्यहाँपछि चाहिँ अब त्यस्तै घरमै 1-2वटा अब हुन्छ नि अब हामीले जस्तै नेपालमा अब बोका बाख्राहरू चाहिँ अब के अरे पालेर अनि काटेर खान्छ नि त्यसरी नै कोरियनहरूले पनि अब त्यसरी नै पालेर 1-2वटा पालेर चाहिँ घरमै पालेर अनि खान्थे अरे के कालेबाले पनि खाइसक्यो होइन कुकुरमा हो कि होइन काले खायो कि नै के को मासु खाइन्छ उसलाई म त बङ्गुर कुखुराको मासु कोरिया आएर के को खाऊ कोरिया आएर बङ्गुर कुखुरा अब गोरु नि खाऊ अरे ए होइन गोरु नि खाऊ जिस्केको है हामी चाहिँ यहाँ चाहिँ अब कोरियामा अब गोरुको मासु पनि साह्रै महँगो हुन्छ अरे कि त्यति महँगो हुन्छ होइन अब हामी चाहिँ अब फाइनल्ली गाई चाहिँ अब यता यहाँ चाहिँ देख्न सकिन्छ होइन यो चाहिँ कोरियाको मुलाबारी हो कि वहीँसम्म हेर्नु अनि फेरि मुला पनि होइन यहाँ हेर्नु नि मुला पनि यस्तो ठुल्ठुलो छ कि आमा हेर्नु न ती है वहीँसम्म छ है बारी चाहिँ वहीँ टाढा छ वहीँसम्म उहाँ चाहिँ एउटा चियान घाट रहेछ ती एउटा चियान घाट त त्यहीँ रहेछ ती यस्तै मुलाबारी हो यो चाहिँ होइन अनि यहाँ चाहिँ अब यो झुलसुलहरू राखेर झुल हो कि कभरहरू राखेर रहेछ कुकुर कहाँ गयो कुकुर गयो कुकुरको बथान छ नि त यहाँ त मुलाबारी फाँडिदियो कुकुरहरूले होइन यता कालो चोरेर लाने हो त्यहाँबाट मुला होइन कोरियाको विगत क्षेत्रमा पनि अब खेतहरू हुन्छ नि यहाँ चारैतिर सिसी क्यामेरा हुन्छ अब केही अब आफूले चाहिँ गल्ती गर्नु परेन गर्नु हुँदैन त्यही अब मानौँ न अब टिप्यो भने भोटेहरू यदि हेऱ्यो भने लास्टै हुन्छ देश निकाला भने सम्म पनि पुग्छ होइन काले भाइको भिजा क्यान्सल हान्छ त्यतिको डर हुनुपर्छ अरूको देशमा आएपछि गाइस अब हामी चाहिँ अब यहाँ मुलाबारी घुम्यौँ होइन अब मुलाबारी घुमेर हामी अब यता हेर्यौँ यहाँ चाहिँ अब के हो यो मौरी पालन रहेछ कि यहाँ चाहिँ मौरी पालन चाहिँ यहाँ जति नै घाट जस्तो छ है यहाँ मौरी पालन पनि गर्ने रहेछ नि ठ्याक्क ओरिजिनल अर्ग्यानिक मह चाहिएछ भने तपाईँको दिनचर्या सुरु गर्न चाहनुहुन्छ भने अर्ग्यानिक महबाट यहाँ सम्पर्क गर्न सक्नुहुन्छ है गाइस यहाँ आएर कुकुर आयो बा फेरि कुकुर त फेरि यहाँको पनि झक्की हो कि उहाँ ग्याङस्टर कुकुर चाहिँ ला यहाँ होइन हामी चाहिँ अब यहीँ छ कि यहाँ हेर्नु न त्यहाँ कम्पनी छ होइन यति तल कम्पनी छ होइन यहीँकै मसान घाट यहीँ छ अनि हाम्रो सातो जान्न त अनि यस्तो ठिस हुन्छ राति त है जे भने अब हामीलाई चाहिँ डर लाग्छ कि अब भोटेहरू त डराउनु होइन यिनीहरूको त घर नजिकै यताउति चियान हुँदो रहेछ होइन हामीलाई चाहिँ अब जेस डर लाउँछ होइन नेपालीहरूलाई अनि गाइस अब यहाँ हेर्न सक्नुहुन्छ होइन वरिपरि सबै जङ्गल छ होइन यहाँबाट वहीँसम्म जङ्गल छ अनि यहाँ चाहिँ हल्लासान पनि देखिन्छ कि गाइस कहाँ गएर त्यो चाहिँ हल्लासान है यसले छेको के त्यहाँको चाहिँ हल्लासान हो कि हल्लासान अब के अरे कोरियाको सबैभन्दा अग्लो स्थान जस्तै हाम्रो चाहिँ सगरमाथा भने चाहिँ होइन यहाँको चाहिँ हल्लासान है कोरियाको सबैभन्दा नोक्फुन कत्र कोरियनहरू चाहिँ अब यताउति ट्रेकिङ चाहिँ अब डह्रो जान्छन् कि अब हामी पनि गएर आयौँ होइन हल्लासानको भ्लग पनि हेर्नु होला अब आउँछ पछि अनि त्यहाँपछि जेस रमाइलो छ है रमाइलो थियो ट्रेकिङ नि अब नेपालमा उकालो ओह्रालो त अब कति गरियो होइन तर यहाँ र हल्लासान चढ्दा चाहिँ होइन जियोस् छुट्टै फिल भएको थियो कि जियोस् मजा के रमाइलो फिल भएको थियो कि हामीलाई चाहिँ हो कि होइन काले भाइ चाहिँ अब हल्लासान चढ्दा चाहिँ अब के थियो अरे भन त काले भाइले यो यहाँ वरिपरिको ख्याङ्ची देखेर कस्तो लाग्यो दृश्य
खेङ्ची भनिदिने अब कोरियन कोरिया चाहिँ कोरियन बोल्नु परेन अरू त नि भने भोटेले उहाँ के अरे नेपालमा हाजी माल्लाको हे हो भन्छ त अनि होइन हामीलाई चाहिँ भोटेहरूले चाहिँ कोरिया चाहिँ कोरियन बोल भन्छ कि अब नेपाली नबोलाहरू त नि तिनीहरूलाई चाहिँ कस्तो फिल हुँदो रहेछ अनि होइन हामीले चाहिँ तिनीहरूलाई जिस्का जस्तो कि अब हुन्छ नि गाली गरे जस्तो हुनु त गर्ने पनि त्यही हो तिनीहरू रिस उठेपछि होइन रिस उठ्छ हामीले अब नेपालीमा गाली गरिन्छ होइन बुझ्न त बुझ्दैन अनि त्यहाँपछि त्यही हो कि तिनीहरूको डाइलग भनेकै नेपालमा हाजी माल्लाको हे सेकी सिवाल त्यस्तो त कति हो कति त्यस्तै छ होइन जेस रमाइलो हो होइन काले भाइ तिमीले चाहिँ होइन अब हाम्रो काले भाइको एक्सपिरियन्स हुनु भाइ अब काले भाइले चाहिँ अब नेपालमा के सोचेर आएको थियो होला जो यो कम्पनीमा यस्तो छ कि छैन भनेर सोचेर आएको थियो हेरौँ काले भाइ तिमीले चाहिँ होइन कामको बारेमा तिमीले के तिमीले चाहिँ अब कोरियाबाट काले भाइ तिमीलाई चाहिँ होइन यो कम्पनीमा आउँदा कि तिमीलाई चाहिँ अब यो कम्पनी कस्तो ठाउँमा थियो जस्तो लाग्थ्यो कि नेपालबाट आउँदा छुट्टै एक्सपेक्टेसन हुन्छ नेपालबाट आउँदा अब हुन्छ नि अब कम्पनी यस्तै होला उस्तो होला भनेर सोच्न त सोचिन्छ नि तिमीलाई चाहिँ कस्तो लाग्छ लाग्थ्यो मलाई लागेको थियो कम्पनी अब सहर ठाउँमा होला ठुल्ठुला कम्पनी होला अब बसेर काम गर्ने होला त्यस्तै सोच थियो मेरो तर यहाँ आएपछि पुरै फरक बुझौँ न पुरै नेगेटिभ पुरै फरक पुरै उल्टो 100% तोक्पार आनेको फान्देर पुरै फान्देर भयो भनौँ न कोरियन भाषामा कोरिया आएछ कोरियन अलिअलि बोल्नु नै पर्यो बोल्न पर्यो कालो भाइ त अब त कोरियनको नि हल्का हल्का ऊ भइसकिन्छ होइन बोल भनिदेऊ त एक दुईवटा कोरियन भाषा गाली भनिदेऊ त गाली अब त्यस्तै अब भोटेले गर्ने गालीहरूले हामीलाई गाली गर्छ अब हामीले अब हजुरलाई सिकाउँछु ल सिवाल चाहिँ क्या भन्छ भोटेहरू हाजीमा इसारामा भन्छ त्यस्तै अब नेगेटिभ तरिकाले भने भोटेहरूको सोच यस्तै हुन्छ यही हो यहाँ चाहिँ के अब रहेछ ल अब यहाँ चाहिँ अब सोलरहरू के सोलर रहेछ है पछाडि म अन्त पछाडि देख्न सक्नुहुन्छ होइन सबै सोलर के सोलरहरू होइन त्यसरी सोलर हुँदो रहेछ कि गाइजी है ठाउँमा हुँदो रहेछ कि सोलरको वहीँसम्म छ कि एरिया वहीँसम्म अब यसरी अब घामबाट होइन सोलर इनर्जी यहाँबाट चाहिँ अब विद्युत निकालेर अनि यस्तै अब हुन्छ नि हाइट के अरे यो के यो उसमा के पुलहरूमा जोड्दो रहेछ है त्यहाँबाट होइन यहाँबाट पुलमा जोडिन्छ कि होइन यो यहाँबाट त इनर्जी के अरे विद्युत इलेक्ट्रिसिटी यस्तै होइन अब कोरियामा त अब खासै नदीहरू खोलाहरू त्यस्तो छैन नि त नेपालमा जस्तो त्यही भएर चाहिँ अब यो सोलरहरूबाट चाहिँ धेरै बिजुली निकालेको देखेँ मैले चाहिँ त होइन हामी अब ऊ तल पनि धेरै छ कि यो सोलरहरू होइन सोलर राखेको ठाउँहरू यस्तरी अब सोलरहरूबाट चाहिँ के अरे बिजुली निकालेर अब पुलहरूमा जोड्दो रहेछ कि यो अनि त्यहाँ नेपालमा त अब स्कोप त इलेक्ट्रिसिटीको कति छ कति होइन कति अरे 83,000 मेगाहर्ज है कति अरे मेगावाटै के हो पढाई लेखाई में ध्यान लगाओ मेगावाट होइन मेगावाट निकाल्न मिल्छ होइन त्यो अब सोर्सेस त्यति धेरै छ अब नदीहरू यताउति होइन अब यहाँ चाहिँ अब यस्तरी खोला नालाहरू चाहिँ छैनन् खासै होइन कहीँ कतै होलान् हल्का हल्का अनि यहाँ चाहिँ अब यस्तरी सोलरहरूबाट अनि त्यहाँपछि वाइन्ड टर्बिन के त्यो हुन्छ नि घुम्ने सेतो त्यो पङ्खा जस्तो अनि त्यहाँबाट चाहिँ अब धेरै बिजुली निकाल्छन् जस्तो लाग्यो है त्यहाँपछि अब यहाँ चाहिँ अब हाम्रो पछाडि देख्न सक्नुहुन्छ होइन यहाँ त सबै सोलरहरू छ यताउति सबै काले भाइ तिमीलाई कस्तो लागिरहेछ त काले भाइ ए कति हुन् कालिज कालिज अब यस्तो जङ्गल त छ ठाउँ कालिज यहाँ ऊ हेर न त्यही कालिज यहाँ फेरि होइन कालिज चाहिँ अब मार्न पाइन्छ अरे होइन अनि तर चाहिँ अब नर्मल के अरे त्यो गुदली हुन्छ नि गुदलीले हान्न पाइन्न कि के भने जस्तो लाग्थ्यो कि अब बन्दुक चाहिँ अब लाइसेन्स लिएको मान्छे त्यो छुट्टै हुन्छ अरे होइन त्यो लाइसेन्स लिएकाले मात्र चलाउन पाउँछ अरे अनि नभए चाहिँ अब यो नर्मल मान्छेले अब पासो सासो थापेर अनि होइन अनि त्यसरी अब मार्न चाहिँ पाइन्छ अरे तर चाहिँ गुदली पनि खासै पाइन्न भने जस्तो लाग्थ्यो भोटेले चाहिँ होइन
हामी चाहिँ एक दिन आएको थियौँ पाँच तापमा त्यहाँ ठ्याक्कै एउटा छोप्या थियौँ क्या हामीले चाहिँ कालेज अनि त्यहाँ पछि चाहिँ अब लएर खाएको थियौँ होइन यहाँ चाहिँ अब नयाँ कम्पनी खोल्दैछ गाइज होइन ए कन्टेनर भनेको यही हो है गाइज विदेशीलाई राख्ने कन्टेनर भन्छ नि अब तपाईँहरूको नि अब एलसीमा चाहिँ अब कन्टेनर भनेर लेखिन्छ भने अब छुथेक कन्टेनर अनि त्यहाँपछि चाहिँ अपाथु भनेर दिन्छ होइन बस्नको लागि कन्टेनर भनेको यही हो कि त्यहाँ एसी जोडिन्छ होइन एसी अनि त्यहाँपछि सानो घर भए पनि अब सबै चिजको व्यवस्था गरिएको हुन्छ ओके है छोडो त यहाँ तपाईँले देख्न सक्नुहुन्छ मेरो पछाडि छ नि त ऊ त्यो कन्टेनर भनेकै त्यही हो झ्याल छ्याल छन् होइन त्यहाँ बाहिरको चाहिँ त्यो एसीको ऊ है त्यो बाहिरको छ नि त्यो थुमको चाहिँ त्यो चाहिँ एसीको होइन अब कन्टेनरमा चाहिँ अब किचेन सुत्ने त्यही हो कि एउटै रुममा होइन अनि त्यहाँपछि चाहिँ अब त्यहाँ हिटरको व्यवस्था अनि त्यहाँपछि चाहिँ अब एसीको व्यवस्था होइन अनि त्यहाँपछि चाहिँ अब अरू व्यवस्था पनि हुन्छ कि तपाईँहरू चाहिँ अब केमा पर्नुभयो त कन्टेनरमा हुनुहुन्छ कि अनि केमा हुनुहुन्छ अब तपाईँहरूको चाहिँ अब एलसीमा के छ त अब कन्टेनर छ कि छुतेक छ कि अपाथु छ कि अपार्टमेन्ट होइन त्यस्तो के छ अब उहाँ पनि काली रहेछ कि अगाडि त्यही यहाँ चाहिँ अब दाउरा साउरा कटाइरहेछ होइन यहाँ बारी अब यो मौसम चाहिँ अब हिउँ पर्ने मौसम हो होइन तर हाम्रो एरियामा चाहिँ हिउँ पर्ने होइन अहिलेसम्म देखिएकै छैन कि अब कस्तो भने अब कोरिया त चिसो मौसम भयो पहिलो कुरो गर्दा त अब चिसो हो होइन अनि त्यहाँपछि चाहिँ अब हिउँसिउ पर्न पर्ने हो नि त होइन तर अहिलेसम्म हिउँ परे छैन कि यो डिसेम्बरको अब 20-22-25 गइसक्यो होइन तर यो छेजुदोमा चाहिँ अब खासै हिउँ पर्दो रहेछ कि अब त्यस्तो जनवरीको लास्टतिर फेब्रुअरीको पहिलोतिर पोहोर चाहिँ अब म फेब्रुअरीतिर चाहिँ परेको थिएँ है फेब्रुअरीको 2-4 गतेतिर कति 3 गतेबाट अब 5-6 गतेसम्म परेको थियो हिउँ चाहिँ अब 3 दिन चाहिँ धरै पर्छ अनि त्यहाँपछि अब पारी चाहिँ धरो पर्छ होइन तर यहाँ चाहिँ अब त्यस्तै खासै हिउँ चाहिँ पर्दैन कि यो एरियामा गाइज अब हामी चाहिँ यो मुलाबारीमा आइसक्यौँ होइन यहाँ हेर्नु न मुलाबारी कत्रो छ आमा हेर्नु है त यो मुलाबारी देखाउँछु म होइन कत्रो हुन्छ त अब कोरियाको गराहरू के यहाँ हेर्नु है त कोरियाको मुलाबारी यस्तो ठुलो छ नि यो करिब के अरे ट्यु स्टेडियम जत्रो के क्रिकेट स्टेडियम जत्रो छ कि वहीँसम्म उहाँ चाहिँ अब त्यो आज चाहिँ काम यो बिसादी झर्ने काम हुँदै रहेछ कि उहाँ चाहिँ अब बिसादी झर्दैछन् होइन यहाँ चाहिँ अब यहाँ त कति 4-5 दिन अगाडि चाहिँ खेतैभरि मुला थियो कि अनि त्यहाँपछि अब यहाँ चाहिँ अब मैले एउटा नेपाल दाइ पनि भेटेको थिएँ कहिले हो यहाँ काम गर्दै गरेको भियतनामी चाइनिजहरू कति थियो कति के यहाँ चाहिँ त्यो मुला कोरियामा अब खेतीपातीको काम चाहिँ यस्तैमा हुन्छ कि उहाँ अब अहिले के ट्र्याक्टरले जोत्दैछ त्यही उहाँ चाहिँ त्यो के अरे बिसादी छर्दै रहेछन् यहाँ होइन अनि यता चाहिँ मुलाबारी यहाँ अब मुला उखाल्ने गोड्ने अनि त्यस्तै काम हुन्छ कि अब यो उसमा चाहिँ मुलाबारीमा पर्नुभयो भने तपाईँ चाहिँ अब कोरियामा एग्रिकल्चरको काम भनेको चाहिँ यस्तै हो है गाई यहाँ आज के काम चल्दैछ एउटाले चाहिँ उहाँ बिसादी छरिछ त्यहाँ होइन एउटाले बिसादी छर्दैछ अनि उता भोटे हुन् कि विदेशी हुन् भोटे हुन् कि होइन त्यो त साउ हो क्या अनि कोरियामा चाहिँ अब एग्रिकल्चरको काम चाहिँ अब मुलाबारीमा पर्नु भयो यताउति बाहिर पर्नु भयो भने चाहिँ यस्तै हो अब हिउँ पर्छ अब हिउँले लटरम्म हुन्छ अब कति 15-20 दिनपछि चाहिँ अब ठ्याक्क डह्रो हिउँ पर्छ कि चाहिँ हिउँ पर्दा चाहिँ अब काम हुन्न तर यो चिसोमा बाहिर अब काम गर्दा त साह्रै गाह्रो हुन्छ कि अनि गाइज अब यता चाहिँ अब यता हेर्नु सुन्तलाबारी यहाँ वहीँसम्म सुन्तलाबारी छ कि छेजुदोमा होइन अब यो सुन्तला चाहिँ मेन हुँदो रहेछ धेरै हुँदो रहेछ धेरै उत्पादन भनेको सुन्तला कि यस्तो राम्रो फल्छ नि यहाँ सुन्तला अब कस्तो भने के अरे छेजुदोमा चाहिँ मुलाबारी होइन छेजुदो टङ चिप्लो होइन छेजुदोमा चाहिँ अब यो
सुन्तलाको हुँदो रहेछ क्या धेरै जस्तो खेती भनेको सुन्तलाको हुँदो रहेछ होइन यस्तो राम्रो फल्छ नि यहाँ सुन्तला अब एउटै सानो सानो बोट हुन्छ नि यहाँ हेर्न सक्नुहुन्छ तपाईँले होइन यहाँ सुन्तला टिपिसकेछ नि यहाँ चाहिँ तर यस्तो फल्ने कि पुरै छोडिदिउँ कि लास्टै लटरम्मै फल्ने के त्यो हाँगाले धान्न नसक्ने गरी फल्छ कि त्यति धेरै फल्छ यहाँ सुन्तला चाहिँ आजको मौसम चाहिँ अब मस्त चिल छ हामी चाहिँ अब यताको एरियामा जान्छौँ यो मुला यहाँ हेर्नु न मुला त्यत्तिकै है यत्तिकै यहाँ छन् नि मुलाहरू यत्तिकै जोतिन्छन् कि बिक्री हुने चाहिँ लिएर जान्छन् होइन अनि अरू चाहिँ यत्तिकै बारीमै छोडेर अनि जोतिने हो कि सबै उहाँ चाहिँ टनलहरू छन् त्यही टनल देख्न सक्नुहुन्छ यही गाई चाहिँ मुलाबारी मुला त्यत्तिकै होइन अब यो साइज नभएको हुन्छन् नि अल्टाङ्ग्रे मुला यी सबै फालिन्छन् होइन उता कति धेरै रहेछ यहाँ चाहिँ अब कोरियामा चाहिँ कस्तो हुँदो रहेछ है यता चाहिँ यो मुलाबारी हो होइन यो मुलाबारी अनि यो चाहिँ गाजर है गाजर चाहिँ अहिले अब यो उखाल्ने बेला भएर हिँड्छ अघि यो उखाल्छन् होइन अनि यहाँ चाहिँ कस्तो हुँदो रहेछ भने होइन यो मुला मुला चाहिँ अब साइजको मुला हुन्छ नि साइजको मुला चाहिँ लिएर जाने होइन यो साइजको मुला लिएर जान्छन् अब यस्ती यो साइज नभएको अनि यो हुन्छ नि यस्तै अल्टाङ्ग्रे मुला यी चाहिँ यहीँ छोडेर जान्छन् कि उता हेर्नु न कति छन् मुला भारी मुला खान् कि आऊ मुलाबारी र यहाँबाट अब हामीले यो चाहिँ अस्ति उखालेर भइसक्यो क्या होइन अब यहाँबाट अब हामीले यी गाई मुला हेर्नु न कति ठुला खाने यसरी बोकेर हिँड्नु पर्ने जस्तै यत्रो मुला खान् कि यो मुला चाहिँ यहीँ छोडेर जान्छन् कि नेपालमा भएको अब यसलाई कति पर्दो होला यहाँ चाहिँ यो मुलाहरू होइन यत्तिकै यता हेर्नु नि यहाँ हेर्नु मुला दुईवटा हातले यसो गरेर पनि भ्याएन कि मैले यति मोटा यत्रो मुलाहरू चाहिँ होइन यहीँ बारीमै छोडेर गइन्छन् कि अब नेपाल भएको हुँदैन अब यहाँ भेराइटीको मुला छन् भोटे भेराइटीको मुला रहेछ है भाइ भोटे भेराइटीको मुला अफ्रिकन भेराइटीको देखाउँछ अफ्रिकन अरे कहना क्या चाहते हो नेपाली भेराइटीको मुला नि रहेछ है गाईले नेपाली भेराइटीको मुला होइन यो मुलाहरू चाहिँ यहाँबाट हामीले चाहिँ अब यहाँबाट अब मुला लिएर जान पाइन्छ कि यहाँ छन् नि यिनी वहीँसम्म छन् मुला बारीभरि मुला खान् कि अब कोरियामा चाहिँ कस्तो हुने भने होइन अब यो मुलाको विषय अब आलु अब ऊ त्यही भयो होइन त्यो गाजरको बाट देखाएँ नि अहिले मैले अब त्यो गाजरको बाली नै उखालेर अनि लान्छन् होइन त्यो साइज मिलेको ट्याक्क के हुन्छ तिनीहरूको साइज मिलेको यस्तो ठ्याक्क साइज मिलेको चाहिँ लान्छन् होइन नभएको चाहिँ अब यता बिक्री हुन्न अरे क्या त्यही भएर चाहिँ यस्तरी उसमै बारीमै छोडिदिन्छन् अब हामीले चाहिँ अब त्यहाँ गएर लिएर जान पाइन्छ तर मान्छेले चाहिँ भनेपछि देख्न भएन होइन हामीले चाहिँ यसरी लिएर जान चाहिँ पाइन्छ है अब हामीले आलुको बारी यताउति हुन्छ नि आलुको बारी अब हामीले अस्ति उता आलु खनेको थियो अब त्यहाँबाट आलु पनि लिएर गएको थियौँ कि हामीले चाहिँ होइन यसरी ऊ लिएर चाहिँ जान पाइन्छ ल अब यसरी हामीले चाहिँ अब यति मुला लिएर हिँड्यौँ है कालोले खोइ कति चोर्यो त्यो पनि लिएर हिँड्यो नि एउटा ल त्यो ल लिएर हिँड्यो ल टुकुरा आउँछ मान्छे मात्रै भोटे आउँछ टुकुरा आउँछ यति मुला चोरेर ल हाम्रो काले भाइले चाहिँ अब मुला चोरेर हिँड्दैछ होइन काले भाइ मुला चोरो भनेर समाउला नि कोरियामा समायो भने के गर्छौ लिएर हिँड काले भाइ होटेल समायो भने तिमीलाई फर्काइदिन्छ है कोरिया फेरि जाम चाँडो हिँड्न भएको मुला भोटे आउँछ फेरि मुला चोर काले भाइ मुला चोर काले भाइ कोरिया र मुला चोरको एक्सपिरियन्स चाहिँ कस्तो भयो मुला चोर्दा चाहिँ कस्तो फिल भइन्छ मुला चोर्दा अब रसिलो फिल भइन्छ तिमीले अब मुला चोरै खाओला नि त नेपालमा पनि त्यस्तो भयो कि भन शिवरात्रिमा मुला चोर्न जाने अनि आलु चोरेर अनि पोलेर खाने अनि त्यहाँपछि केराउ हुन्छ कि हुन्न उता केराउहरू काँचो केराउ कति खाइन्थ्यो होइन तिमीले खाऊ कि नै त्यो मजा ल्याऊ नि बचपनको
अहिले नि अब कोरिया आएर त्यही लत लाग्यो काले भाइ त्यहाँ देख्न त देखेन भोटेले हामीले मुला लिएर हिँड्दा देखेन हामी त भागिहाल्यो नि त होइन देखेको भए ए हेर्दा हेर्दै अब भोटे आएको कि त्यहाँ चाहिँ होइन हामीले मुला लिएर हिँड्दै थियौँ अनि त्यहाँपछि उताबाट त भोटे आइसक्यो अरे अनि हामी त टाप दुक्रा दुकुर भन्दै नि एकैछिन त काले भाइको यहाँ मुटुले कति आनु धड्कन नेपाल फर्किन्छ कि भनेर काले भाइ कति आनिन्छ ढिक 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 अब भोलि काले भाइलाई समाउनु सक्छ है त्यहाँ चाहिँ अब हामीले लान चाहिँ पाइन्छ होइन अब केही भन्दैन नि त्यो अब त्यही पनि भोटे आयो भनेर हल्का काले भाइलाई डराउन दिएको तर्सेको होइन मैले केही गरेँ होइन म त मुला सुला केही समाते होइन काले भाइलाई डराउन दिएको काले भाइ डराएर दाइ मलाई चोर्न ल्याउनु भयो भन्दैछ होला उस्तै भएर मन भनेको कि नै हामी चाहिँ अब रमाइलो है रमाइलो हो कि अब त्यहाँ चाहिँ अब हामीले लान पाइन्छ होइन अब त्यो त्यही बारेमै छोडेको अब मैले भोटेहरूलाई सोद्धा पनि अब लिएर गयो भने चाहिँ अब त्यो लिएर गयोस् भन्छु भन्न चाहिँ होइन बुढोहरूले अब यो यस्तरी बारीमै अब मुलाहरू फाल्छन् अनि हामीले लिएर गएर खान पाइन्छ कि पाइन्न भनेर भोटेलाई सोधेको थिएँ होइन भोटेले चाहिँ अब पाइन्छ तर लिएर गयोस् तर चाहिँ मान्छे नभएको बेला लिएर गयोस् भन्थ्यो कि त्यही भएर हामी चाहिँ अब आज त्यहाँ यसो मुलासुला हेरेर होइन यसो माहौल हेरेर आएको कि कस्तो छ अब देख्नु होला कि होइन लगाइ अब आजको हाम्रो ब्लग चाहिँ यहीँसम्म थियो अब तपाईँलाई चाहिँ अब आजको ब्लग चाहिँ कस्तो लाग्यो र मन पऱ्यो भने लाइक कमेन्ट हानिदिनु होला सेयर हानिदिनु होला होइन यस्तै ब्लग चाहिँ म बनाइरहेको छु अब कोरियाको यताउति कुराहरूमा सम्बन्धित होइन त्यहाँ पछि चाहिँ ल आजलाई यहीँबाट बिदा हुन चाहन्छु हस्त नमस्ते।